ट्रिटमेन्ट सेन्टर त्यति धेरै थिएन र ट्रिटमेन्टको त्यति पहुँच पनि थिएन कि हाम्रो टाइममा। अहिले त अब तपाईँको सिगरेट खाएको भरमा ट्रिटमेन्ट सेन्टरमा ल्याउँछ, विड खाएको भरमा ट्रिटमेन्टमा ल्याउँछ। एउटा फार्मास्युटिकल ड्रग्स खायो, सर्टेन टाइम युज गर्यो, 2 महिना 4 महिना 6 महिना युज गर्ने बित्तिकै अहिले कहाँ लाने भन्दाखेरि ट्रिटमेन्ट सेन्टर छ भन्ने कुराहरू एउटा मेसेज त छ नि त सोसाइटीमा। भनेपछि त्यसरी ल्याउँछ। अब सायद हामीले पनि त्यो सानो उमेरमा पाएको भएदेखि भन्ने कुराहरू चाहिँ हुन्छ, तर त्यसमा गिल्टी चाहिँ छैन होइन। जस फरक भएको छ ट्रिटमेन्टको कुराहरूमा पनि। त्यो टाइममा त्यस्तो थिएन, तर अहिले धेरै कुराहरू फरक भएको छ भनौँ न। यसको लागि एउटा ट्रिटमेन्ट प्रोटोकल हुनु पऱ्यो पहिला सुरु होइन सबैमा। अब अहिले 12 स्टेप प्रोग्राम भन्छ, कहाँ टिसी भन्छ होइन, एउटा यो नै भन्ने छैन क्या। अनि गभर्मेन्टको सपोर्टको कुराहरू छ। नेपाल गभर्मेन्टले एउटा पनि आफ्नो ट्रिटमेन्ट सेन्टर सुचारू गर्न सकेको छैन। एउटा बल्ल बल्ल बिल्डिङ बनाएर पोखरा साइडतिर कतातिर त्यो पनि सुचारू गर्न सक्ने अवस्थाहरू छैन। एउटा निर्देशिका बनाएको छ होइन, त्यो अनुसार हामीले पालना गर्नुपर्छ। नेपाल गभर्मेन्टलाई हामीले टोटली होइन नराम्रो भन्नु खोजेको कुराहरू पनि होइन, तर एटलिस्ट हाम्रो मर्मलाई पनि त बुझिदिनु पऱ्यो होइन। हामी जस्तो युवाहरू थुप्रो बिग्रेको छ होइन र। भनेपछि एउटा कुनै पनि एउटा कुनै एउटा नगरपालिकाले हामीलाई केही सडन पैसा छुट्याइदिन्छ, न वडाले छुट्याइदिन्छ होइन, या बजेट भाषणमा हाम्रो लागि केही छ। 18 वर्ष भइसक्यो, सरकारी जागिर खाए पेन्सन खाने उमेर भइसक्यो भनेपछि हाम्रो योगदानको कदर खै त। हामी जहिले पनि हामी के त पासमा यो जङ्की अहिले हेर्ने नजर पनि त्यही नै हो त हामीलाई। हाम्रो योगदानको चाहिँ कदरै छैन र। 24 घन्टा काम गर्नुपर्छ, 365 दिन काम गर्नुपर्छ होइन। 1 सेकेन्डको मिस्टेकले गर्दाखेरि कहिलेकाहीँ अप्रिय घटनाहरू घट्छ भनेपछि त्यो कुरालाई चाहिँ मूल्याङ्कन गर्ने कसले त होइन। भनेपछि हामीले पनि त राष्ट्रको लागि हामीले पनि त केही कुराहरू गरिरहेको छ नि त। भनेपछि त्यसको कदर स्वरूप त हामीलाई केही न केही कुराहरू त हुनु पनि हो नि त होइन। तर के पनि छैन कि। हुन त अब नेपाल गभर्मेन्टको आफ्नै कतिपय कुराहरू प्रब्लम छ होइन, गर्न सकिरहेको छैन। हामीलाई पैसै चाहिन्छ भनेर हामीले कहिले पनि मागेको छैन, तर एउटा साथ सपोर्टको कुराहरू पहिलाभन्दा राम्रो त भएको छ, नभएको होइन। तैपनि अझ यसलाई अझ बेटर गर्न सकिन्छ कि जस्तो चाहिँ लाग्छ होइन। एउटा 2 महिना 4 महिना क्लिन भएको मान्छेले गएर पुनर्स्थापना केन्द्र सञ्चालन गरेको छ होइन। निरीक्षणको कुराहरू कडाइका रूपमा हुनु पर्यो होइन। त्यत्रो पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा छ, एनजिओबाट संस्था सञ्चालन गर्न नपाउने गरिदिएको छ, प्राइभेट लिमिटेडहरूबाट चलाउन दिएको छ। तर त्यो दिइसकेपछि निरीक्षणको कुराहरू हुनु पर्यो। त्यहाँ कस्तो मान्छेहरूले काम गरिरहेछ, के छ, त्यहाँको सर्भिस प्रोभाइडरहरूदेखि लिएर होइन, ट्रिटमेन्टको मोडालिटीहरू के छ, उनीहरूले कसरी काम गरिरहेको छ, यो खाले कुराहरू भयो भने जस उपचारमा गएको मान्छेहरूलाई हामीले जोगाउन सकिन्छ कि, अझ उपचारलाई व्यवस्थित गर्न सकिन्छ कि होइन। एउटा यो दुर्व्यसनको लतमा फस्न नदिनको लागि गर्नुपर्ने कुराहरू हामीसँगको कोअर्डिनेसनमा जान सकिन्छ कि। अनि त्यो गरेर गयो भनेदेखि त धेरै कुराहरू हुन्छ नि त। जस्तै हामी त भुक्तभोगी मान्छेहरू हो होइन, हामीले आफैले भोगेर आएको कुराहरू छ। हाम्रो कुराले कसैलाई इन्सपायर भएर कोही मान्छे राम्रो हुन्छ भनेदेखि त त्यो राम्रो पाटोको कुराहरू हो नि त। म पनि त कुनै बेला कुनै एउटा मान्छेको कारण मेरो त्रिरत्न दाई भन्ने हुनुहुन्छ होइन, उहाँको कुराले मलाई प्रेरित गर्यो र म यो सेक्टरमा आजको दिनसम्म लागिरहेको छु नि त। मैले मेरो जीवनै समर्पित गरिसकेँ नि त। भनेपछि यो समर्पित गर्ने क्रममा लास्टमा मैले के पाएँ त? भोलि एउटा तलमाथि केही होस् त यो मान्छे खत्तम भनिदिन्छ भनेपछि मेरो 18 वर्ष मैले यो सेक्टरलाई योगदान दिएको कुराहरू सकियो त। मेरो योगदानको केही कदरै हुँदैन त होइन। यस्तो छ क्या अवस्था। भनेपछि अनि हामीले कसरी काम गर्ने के? मोरल डाउन भएर बस्नुपर्छ जहिले पनि। एउटा दरमा काम गर्नुपर्ने अवस्था आइसक्यो होइन। यो सेक्टरबाट त पन्छिन मन लागिसक्यो क्या अब। किन भन्दाखेरि के पनि छैन, के पनि हुँदैन होइन। काम गरेर मैले के पाएँ त? मैले अरू सेक्टरमा काम गरेको भए सायद म कहाँबाट कहाँ पुग्थेँ होला नि त होइन। एउटा यो पाटोलाई चाहिँ अलिकति चाहिँ मूल्याङ्कन हुनुपर्छ जस्तो लाग्छ। यसमा चाहिँ अब सरकार आफैले पनि अलिकति कडाइका रूपमा प्रस्तुत भएर हुन्छ कि कसरी हुन्छ यो सेक्टरमा चाहिँ अलिकति। किन भन्दाखेरि ड्रग्ससँग रिलेटेड कुराहरू, कसैको जीवनसँग खेलवाड गर्ने होइन एउटा अधिकार कसैलाई पनि छैन। न म हिजो उपचारमा जाँदाखेरि मेरो जीवनसँग एउटा मेरो अग्रजहरूले मलाई त्यो बाटो दोहोऱ्याइदिन नसकेको भए, मलाई बाटो देखाउन नसकेको भए सायद म भड्किन्थ्यो होला नि त। भनेपछि हो त्यस्तो एउटा संवेदनशील ठाउँ हो क्या यो ठाउँ भनेको। त्यसले गर्दाखेरि यो ठाउँमा चाहिँ अलिकति कडाइको रूपमा पनि जानुपर्छ जस्तो चाहिँ लाग्छ। एउटा म जस्तो बिग्रेको मान्छे
आजको दिन मैले भने मेरो पहिचान छुट्टै